आदरणीय सम्पूर्ण मित्रहरू, साथीभाइहरू, बन्धुबान्धवहरू, सम्पूर्णमा प्रभातकालीन नमस्कार, नमन। आदरणीय मित्रहरू, हामी मानव जीवनमा संसारको सबैभन्दा उत्कृष्ट प्राणीको रूपमा मानव चोलामा जन्मियौँ, हुर्कियौँ र हामी आजको अवस्थामा पुगेका छौँ। यो सबैमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, भाइचारा, मित्रता, सद्भाव, सत्प्रेम, साथीत्व सधैँ जागिरहोस्। सधैँ माया प्रेम रहिरहोस्। सबैमा प्रातकालीन नमस्कार। आज म अलि बेग्लै परिस्थितिमा केही कुराहरू राख्न गइरहेको छु। सम्पूर्ण साथीहरू, हामी विगत 35-36 वर्षदेखि एउटा सङ्गठनमा आबद्ध थियौँ र छौँ पनि। हिजो हामीले कम्युनिस्टहरू अन्याय, अत्याचार, विसङ्गति, भ्रष्टाचार, देशद्रोही, विदेशी हस्तक्षेपका विरुद्धमा जुन जन्मिएको पार्टीहरू, कम्युनिस्ट पार्टीहरू थिए र तिनीहरूका सिद्धान्तहरू, उद्देश्यहरू, गन्तव्यहरूलाई हामीले पढ्यौँ, लेख्यौँ, सुन्यौँ, प्रशिक्षण पायौँ र धेरैजसो साथीहरू सबै एकबद्ध भएर, गोलबन्द भएर सुन्दर शान्त नेपाल, समृद्ध नेपाल, सुखी नेपाली बनाउने एउटा इच्छाका साथ कम्युनिस्टमा सायद सबै साथीहरू लागेको अनुभव छ। आज हामी साँच्चीकै कम्युनिस्ट थियौँ कि हौँ कि र हामीले बनाएका नीति विधि पद्धतिहरू, उद्देश्यहरू, गन्तव्यहरू, सिद्धान्तहरू, घोषणापत्रहरू, मुखपत्रहरू हामीले कार्यान्वयन गर्न सकेका छौँ कि छैनौँ। हामीले आज कुन परिस्थितिमा गुज्रिरहेका छौँ र यो देशलाई कुन परिस्थितिमा गुजार्दैछौँ भन्ने विषयमा पनि समीक्षा, मूल्याङ्कन गर्नुपर्ने बेला अवश्य पनि आएको छ। हामी जब कम्युनिस्टहरूले देशमा रहेका सम्पूर्ण व्यथितिहरूलाई हटाएर सुशासन, न्याय, पारदर्शिता, जनमुखी कार्य गर्ने प्रतिबद्धताका साथ हामीले निस्वार्थ रूपमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थियौँ र सदस्यता पनि बौद्धिक व्यक्तित्व प्राध्यापक आनन्ददेव भट्टबाट प्राप्त भएको थियो। उहाँलाई म प्रणाम गर्न चाहन्छु। तर बौद्धिकताले भरिपूर्ण यो फुलबारी सुगन्धित भएर फुलोस्, फलोस् र सबैलाई देशमा, समाजमा र विश्वमै सुगन्ध फैलाओस्। यहाँको, हाम्रो देशको, विश्व पवित्र आमा नेपालको स्वाभिमान, पुर्खाको गौरव, वीर गोर्खालीहरूको गौरवलाई संरक्षण गर्नको लागि संस्कार, संस्कृति, आस्था, धर्म, संस्कार, परम्परा, रीतिरिवाज र मानव समाजमा रहेका विभिन्न राम्रा क्रियाकलापहरूलाई हामीले अँगाल्दै अगाडि बढ्ने प्रतिबद्धता गरेका थियौँ र जुन आज हामी कता कता विचलित पनि भएका छौँ र कता कता यो जुन एउटा सुन्दर फुलबारी बनेको थियो त्यो फुलबारी कतै उजाड मरुभूमिमा परिणत हुने त होइन। यो विषयमा गम्भीरताका साथ सोच्नुपर्ने अवस्था भएको छ। देशमा भ्रष्टाचार, हत्या, हिंसा, अन्याय, अत्याचार, विसङ्गति, विदेशी हस्तक्षेपले आक्रान्त भएको बेलामा हामी अझ सजग भएर देश र जनताको बारेमा सोच्न सकेका छैनौँ, कार्य गर्न सकेका छैनौँ, अघि बढ्न सकेका छैनौँ।
हामी लोभ मोह घमण्ड ईर्ष्या पूर्वाग्रह विश्वासघात अवमूल्यन र अर्काको आलोचना अरूलाई गाली गर्नमै व्यस्त रह्यौँ। देशको भविष्यको सुन्दर भविष्य बनाउनको लागि योजना जुन पार्टीले सैद्धान्तिक रूपमा अगाडि बढाएको योजना थियो त्यो योजनालाई कार्यान्वयन गर्न सकेको अवस्थामा हामी छैनौँ भन्ने कुरालाई नकार्न सकिँदैन। किनभने आज हामी लोभ मोहमा परेर आफ्नो सङ्गठन प्रत्युत्पादन भएको स्थापना भएको किन थियो के का लागि थियो भन्ने विषय समेत बिर्सेर हामी लोभ मोहमा सबै कुराहरू समाप्त गर्दै आर्थिक प्रलोभनमा परेर यो देशलाई बर्बाद गर्ने दिशामा गइरहेका छौँ। आदरणीय मित्रहरू, सम्पूर्ण यो देशका नागरिकहरू, पवित्र आमा नेपालका कोखमा जन्मिएका सन्तानहरू एकपल्ट राम्ररी हृदयमा हात राखेर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ। आज सडकहरू आक्रान्त छन्। सबै बौद्धिक वर्गहरू, चिकित्सकहरू देखि लिएर विभिन्न पीडामा परेका जनताहरू रोडमा उर्लिरहेका छन्। तर हामीलाई कुनै त्योप्रति चिन्ता र चासो देखिएको छैन। हामीले यो देशलाई के बनाउन खोजेका हौँ, कहाँ पुगाउन खोजेका हौँ, कसको अधीनमा यसलाई पुर्याउन खोजिएका हौँ, यो विषय गोप्य नै रहेको छ। तर पर्दाफास हुँदैछ, भइरहेको छ। यसमा सबै गम्भीर बनौँ। सबै यो देशका नागरिक हौँ। देश रहेपछि जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। जन्मभूमि आमा बुवा भन्दा संसारमा कुनै चिज ठुलो छैन। हामीले यहाँ अकुत सम्पत्ति कमाएर ठुला भवन बनाएर सुनका पिजडाहरू बनाएर केही साध्य छैन। भोलिका सन्ततिहरूले धिक्कार्नेछन्, भोलिका सन्ततिहरूले सराप्नेछन्। हाम्रो पूर्वजहरूले, हाम्रा पुर्खाहरूले देशको र जनताको बारेमा केही गर्न सकेनन्। अकुत सम्पत्ति मात्रै कमाए र कलङ्क लगाएर गए। भोलि फलानुको यस्तो छोरा जन्मियो, फलानुले यस्तो गरेको थियो भन्ने इतिहास मात्रै रचिनेछ। त्यसैले स्वच्छ पवित्र मनले अगाडि बढौँ, सद्भाव राखौँ, सत्प्रेम राखौँ, सल्लाह सुझाव सबैको सहमतिमा देशलाई अगाडि बढाउनको लागि अघि बढौँ। र अब सम्पूर्ण पार्टीका कार्यकर्ता, जिम्मेवार नेताहरूलाई म आग्रह गर्न चाहन्छु, यो देश सबैको हो। भोलि सन्ततिलाई यो देशको माया छ। सन्ततिलाई हामी नेपाल आमाका वीर नेपाल गोर्खाली पुर्खाहरूका सन्तान हौँ। हामी कसैसित झुक्दैनौँ, कसैसित शिर निहुराउँदैनौँ। हाम्रो सदैव शिर आकाश रहन्छ, चाहे झुकोस् निलो आकाश, तर मेरो शिर झुक्दैन भन्ने हाम्रो जुन एउटा परम्परागत इतिहास थियो, त्यो इतिहासलाई अहिले कमजोरी बनाउने परिस्थिति नगरौँ। यी कुराहरूलाई सबैमा भिजोस्, सबैको मन मस्तिष्कमा भिजोस्। हामी कसैका दास होइनौँ। हामीले जीवनमा दियौँ, तन दियौँ, धन दियौँ, मन दियौँ, वचन दियौँ, बुद्धि दियौँ र सबै जीवन नै अर्पण गऱ्यौँ। तर ती पार्टी भनाउँदाहरू, ती पार्टी सम्पूर्ण पार्टीहरूका नेतृत्वकर्ताहरू हाम्रो पसिनामा, हाम्रो रगतमा रमाएर अहिले जनतालाई दुःख दिने, देशलाई दुःख दिने, देशको गौरव भएको इतिहास, देशको स्वाभिमान भएको इतिहासलाई हामीले कमजोर गर्दैछौँ। यो विषयमा सबै सोचौँ। र हामी साँच्चीकै भन्ने हो भने अब सचेत बौद्धिक विद्वान मित्रहरूले, जसलाई देशको माया, जनताको माया, राष्ट्रको माया, जन्मभूमिको माया, सन्ततिहरूको माया छ, एकपल्ट राम्ररी सोचौँ, राम्ररी विचार गरौँ। हामी अझै धेरै विचलित भएका छैनौँ। तर पनि जुन अहिलेको अवस्था सिर्जना भएको छ, अहिलेको यो परिपाटी सिर्जना भएको छ, यसले गर्दा पुराना इमान्दार, कर्तव्यनिष्ठ, सक्षम, निस्वार्थी साथीहरू, सम्पूर्ण पार्टीका साथीहरू अहिले निराश भएका छन्, विचलित भएका छन्। यसमा सबैको ध्यान जाओस्। सम्पूर्ण पार्टी नेतृत्वले एकचोटि आफ्ना सिद्धान्तहरू,
आफ्ना गन्तव्यहरू, आफ्ना विधानहरू र आफूले बोलेका शब्दहरूलाई विचार गरी मूल्याङ्कन गरी त्यसलाई अगाडि बढाउनको लागि र सभ्य, स्वतन्त्र, समृद्ध, सुन्दर, शान्त नेपाल बनाउनको लागि अघि बढौँ। सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु, हामी कसैको दास नबनौँ। राम्रो र नराम्रोको मूल्याङ्कन गर्न सिकौँ। राम्रो र नराम्रोको विश्लेषण गर्न सिकौँ। राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न सिकौँ। तर एकरथे घोडा जस्तै, साउनमा आँखा फुटेको गोरु जस्तै सधैँ हरियो नदेखौँ र त्यो कहिले हरियो हुन्छ, कहिले खरेडी हुन्छ, कहिले सुक्खा हुन्छ। यी कुराहरूलाई विचार गरेर अगाडि बढौँ र यो सुन्दर विश्व सुन्दर सुगन्धित फुलबारीलाई सजाउने कार्यमा सबै अगाडि बढौँ। कसैलाई भेदभाव नगरौँ, पूर्वाग्रह नगरौँ, समानता गरौँ, सद्भाव गरौँ, सद्विचार गरौँ, सत्मार्गमा अगाडि बढौँ र यो विश्व पवित्र आमा नेपालको स्वाभिमानलाई बचाउनको लागि सबै एकमुष्ट भएर आफूभित्र भएका लोभ, मोह, ईर्ष्या, डाह, घमण्ड, पूर्वाग्रह, अहङ्कारहरूलाई त्यागेर स्वच्छ मानव बनाऊँ, स्वच्छ पवित्र आत्मा बनाऊँ, स्वच्छ पवित्र मानव भएर जिउन सिकौँ। भोलि हामीले जाँदा केही राम्रा अभिलेखहरू, राम्रा इतिहासहरू राख्न सक्यौँ भने मात्रै भोलिका सन्ततिले हाम्रा पूर्वजहरू जसरी हामी अहिले हाम्रा पुर्खाहरूको गुणगान, पुर्खाहरूको इतिहासको गुणगान गाइरहेका छौँ, त्यस्तै गुणगानहरू हाम्रो सन्ततिले पनि गाउन पाउन्। जय नेपाल, जय आमा नेपाल, सुन्दर शान्त नेपाल, विश्व पवित्र आमा नेपाल, जय आमा नेपाल।